दर्शकबिन यति बेला नेपाली बक्स अफिसमा चलचित्र जन्ते बाख्रो अनि चलचित्र नरसिंह अवतार यति बेला देशव्यापी प्रदर्शन भइरहेका छन्। चलचित्र जन्ते बाख्रोले आजबाट बक्स अफिसमा दोस्रो दिन पार गर्दैछ भने चलचित्र नरसिंह अवतारले आजबाट बक्स अफिसमा 16 दिन पार गर्दैछ। आज यी दुवै फिल्मको आजको अकुपेन्सी कस्तो चलिरहेको छ अनि आज यी दुवै फिल्मले कति गरज कलेक्सन गर्न सफल होलान् त आज हामी यिनै विषयमा परिचर्चा गर्नेछौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै यस च्यानलका भिडियोहरू मन पर्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी हामीसँगै जोडिनुहोला। पहिला चर्चा गरौं चलचित्र नरसिंह अवतारको बक्स अफिस कलेक्सन बारे। दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्र नरसिंह अवतार यही जेठको 9 गतेबाट देशव्यापी प्रदर्शन भइरहेको छ। यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिसा भट्टराई, सरोज खनाल, निर शाह लगायतका कलाकारहरूको अभिनय रहेको यो फिल्म नेपाल अधिराज्यभरि लगभग 80 देखि 90 हलहरूमा प्रदर्शनमा आएको यो फिल्मले हलहरूमा पनि ठिकठाकैको सोच पाएको थियो। तर हिजोबाट एक नयाँ नेपाली फिल्म अनि हलिउड र बलिउड फिल्म पनि एकसाथ प्रदर्शनमा आएका कारण यो फिल्मका सोजहरू मात्र कम भएका छैनन्। यो फिल्म कयौं हलहरूबाट निस्किसकेको छ र यो फिल्म जति पनि हलहरूमा चलिरहेको छ ती हलहरूले यो फिल्मलाई जम्मा एक सोच मात्र दिएका छन्। एक्सन र क्राइम जनरामा आधारित यो फिल्मलाई दर्शकहरूबाट ठिकठाकको मात्र रेस्पोन्स मिलिरहेको छ र यो फिल्मले बक्स अफिसमा भने जस्तो कलेक्सन गर्न सकेन। यो फिल्मको बक्स अफिस कलेक्सन बारे चर्चा गर्नुपर्दा निर्माण टिम अनि चलचित्र विकास बोर्डको तर्फबाट यो फिल्मको पहिलो हप्तासम्मको मात्र अफिसियल कलेक्सन सार्वजनिक भएको छ। त्यसपछि यता कुनै पनि अफिसियल कलेक्सन सार्वजनिक भएको छैन। यो फिल्मको निर्माण टिमका अनुसार यो फिल्मले पहिलो हप्तामा 2 करोड 4 लाखको गरज कलेक्सन गरेको निर्माण टिमले जानकारी दिएका थिए भने यता चलचित्र विकास बोर्डको तथ्याङ्कमा यो फिल्मले पहिलो हप्ता बक्स अफिसमा पार गरिसक्दासम्म 1 करोड 22 लाखको गरज कलेक्सन गरेको चलचित्र विकास बोर्डको तथ्याङ्कमा देखिएको छ र हिजो 15 दिन यो फिल्मले बक्स अफिसमा पार गरिसक्दासम्म लगभग 2 करोड 60 देखि 70 लाख हाराहारीको गरज कलेक्सन गरेको खबर प्राप्त भएको छ। अब निर्माण टिमको तर्फबाट अफिसियल कलेक्सन कति सार्वजनिक हुने हो त्यो त हेर्न बाँकी नै छ। राजबाट यो फिल्मले बक्स अफिसमा 16औं दिन पार गर्दैछ र आज 16औं दिनमा पनि यो फिल्मको कलेक्सन ठिकठाकैको मात्र आउने देखिएको छ। आज बिहान यो फिल्मको बिहानी अकुपेन्सी लगभग 3 देखि 5% सम्मको देखिएको छ र आज यो फिल्मको ओभरअल अकुपेन्सी लगभग 12 देखि 15% सम्मको देखिने देखिएको छ। यसै कारण आज 16औं दिन चलचित्र नरसिंह अवतारले बक्स अफिसमा लगभग 2 देखि 4 लाख हाराहारीको गरज कलेक्सन गर्ने देखिएको छ र अब चलचित्र नरसिंह अवतारले लाइफ टाइम कलेक्सन कति गर्ने हो त्यो त हेर्न बाँकी नै छ। अब चर्चा गरौं चलचित्र जन्ते बाख्रोको बक्स अफिस कलेक्सन बारे। सिमोज सुनवारको निर्देशनमा तयार भएको चलचित्र जन्ते बाख्रो हिजो शुक्रबारबाट देशव्यापी प्रदर्शन भइरहेको छ। यो फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाह लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो फिल्म नेपाल राज्यभरि लगभग 80 देखि 90 हलहरूमा प्रदर्शनमा आएको यो फिल्मले हलहरूमा ठिकठाकैको सोच पाएको छ। कमेडी जनरामा आधारित यो फिल्मलाई दर्शकहरूबाट राम्रै रेस्पोन्स मिलिरहेको छ। यो फिल्मको वर्ड अफ माउथ पोजिटिभ आएका कारण आउने दिनहरूमा यो फिल्मले अझै राम्रो कलेक्सन गर्ने देखिएको छ। तर हिजो पहिलो दिन यो फिल्मले बक्स अफिसमा निकै कमजोर कलेक्सन गर्यो। हिजो पहिलो दिन यो फिल्मले लगभग 5 देखि 7 लाख हाराहारीको गरज कलेक्सन गरेको खबर प्राप्त भएको छ। जुन कलेक्सन सौगात मल्ल जस्तो कलाकार भएको फिल्मको कलेक्सन एकदमै कमजोर हो र आजबाट यो फिल्मले बक्स अफिसमा दोस्रो दिन पार गर्दैछ। आज दोस्रो दिनमा भने यो फिल्मको कलेक्सनमा राम्रो जम्प देखिने देखिएको छ। आज बिहान थुप्रै हलहरूमा यो फिल्मको अकुपेन्सी लगभग 40 देखि 50% सम्मको देखिएको छ भने आज बिहान यो फिल्मको ओभरअल अकुपेन्सी लगभग 10% सम्मको देखिएको छ र दिउँसो आएसँगै यो फिल्मको अकुपेन्सीमा राम्रो जम्प देखिने देखिएको छ र नाइट सोसम्म आइपुग्दा यो फिल्मको ओभरअल अकुपेन्सी लगभग 30 देखि 40% सम्मको देखिने देखिएको छ। यसै कारण आज दोस्रो दिन चलचित्र जन्ते बाख्रोले बक्स अफिसमा लगभग 10 देखि 15 लाख हाराहारीको गरज कलेक्सन गर्ने देखिएको छ र भोलिबाट यो फिल्मको वर्ड अफ माउथ बोल्नेछ।
छ किनकि भोलिबाट वर्किङ डे सुरु भएको कारण यो फिल्मको असली टेस्ट भोलिबाट हुनेछ र यो फिल्मले भोलि आफ्नो कलेक्सनमा कतिको होल्ड देखाउने हो त्यो त हामी भोलि थाहा पाइहाल्नेछौँ। दर्शकबिन तपाईहरुलाई कस्तो लाग्यो त प्रदर्शनरत दुई चलचित्रहरू, चलचित्र नरसिंह अवतार अनि चलचित्र जन्ते बाख्रो? कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। साथै यस च्यानलका भिडियोहरू मन पर्छ भने हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्न नभुल्नुहोला अनि साइडमा रहेको बेल आइकनलाई पनि प्रेस गर्न नभुल्नुहोला। हस्त अहिलेलाई बिदा चाहन्छु, फेरि अर्को भिडियोमा भेटौँला। धन्यवाद। जय नेपाल।